आइपुगेका छौँ हाम्रो फेभरेट खानेकुरा जस्तै जस्तै लाइक सुँगुर बुङ्गुर। दिस इज द जङ्गली बँदेल। हामी सबैजनालाई चराचुरुङ्गी र जनावरहरू धेरै मनपर्छ। काठमाडौँ देशको राजधानी, यहाँ नजिकै हामी जू पनि देख्न सक्छौँ। यहाँ हामीले कहिल्यै नदेखेको जनावर र चराचुरुङ्गीहरू देख्न सक्यौँ। हाई एभ्रिवान, नमस्ते। अहिले हामी चिडियाखाना आइपुगेका छौँ। हामीले चाहिँ टिकट काटिसक्यौँ। कतिवटा? एउटा दुईवटा एकै ठाउँमा काटेका छौँ। जाँदैछौँ। अब हामी यहाँबाट भित्र छिर्यौँ। आजको यस भिडियोमा हामीले याद गरेका केही रोचक कुराहरू तपाईँहरूलाई देखाउन प्रयास गर्नेछौँ। सँगै हेर्नुहोला है त। तिमीको टाइम सेकेन्ड टाइम पहिला पनि आएको थिएँ मम्मी दिदीसँग। यता आउनु, कस्तो रमाइलो भयो। यहाँको आर्टिफिसियल पोखरी जहाँ मानिसहरू बोटिङ गर्न सक्छन् अनि रमाइलो गर्न सक्छन्। जूभित्र चाहिँ हामी देख्न सक्छौँ बच्चाहरूको खेल्ने ठाउँ पनि प्रशस्तै रहेछ। अब बच्चाहरू लिएर आएको छ भने यहाँ त रमाइलो हुने भइहाल्यो है। यो हो कृष्णसार, जुन हाम्रो तराई क्षेत्रमा पाइने गर्छ। यहाँभित्र चाहिँ मृगको प्रजातिहरू छन्। यहाँबाट अलि अगाडिसम्म जुन हामी देख्न सक्छौँ। अलि देखिँदैन, देखिन्छ पछाडि। रमाइलो छ यहाँ वातावरण। एकचोटि पहिलोचोटि घुम्नको लागि धेरै रमाइलो छ। अनि फेरि फेरि पनि आउन सकिन्छ। त्यही त ल है। हाम्रो पछाडि जरायो छ पछाडि, अनि यहाँ यसको इन्फर्मेसन पनि छ जूमा। तर प्रत्यक्ष यो राम्रोसँग हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईँ चितवन सौरा जानुपर्छ, जहाँ यो तपाईँले रियल अगाडि देख्नुहुन्छ। यहाँ चाहिँ अहिले अब बार छ है, बार भएकोले राम्रोसँग देखिँदैन। तर जङ्गलमै देखिन्छ यो चाहिँ, त्यहाँ नजिकै एकदमै। बोक्नु पर्यो नि, बोक्नु पर्यो नि। के छ तपाईँको हालखबर? खल्ती छ, खल्ती पछाडि ताल पनि छ। त्यो त देखेँ। हामी फाइनली आइपुगेका छौँ हाम्रो फेभरेट खानेकुरा जस्तै जस्तै लाइक सुँगुर बुङ्गुर। दिस इज द जङ्गली बँदेल। अनि हामी दुईजना यहाँ छौँ। यसको साथी पनि छ। यो चाहिँ बँदेल, जङ्गली बँदेल। अलि धेरै बुङ्गुर जस्तो देखिन्छ। यसलाई खानेकुरा बुङ्गुरको दिएकोले होला। लाइक त्यसको घर उहाँ कुनामा देख्न सक्छौँ, बस्ने घर। अनि यहाँ अर्को यसको मेल बँदेल यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू। त्यो चाहिँ त्यसको दाँत देख्न सक्नुहुन्छ, कस्तो तिखो छ कि। चिडियाखाना आदि घुमिसक्यौँ, जू। अब अझै बाँकी कुराहरू छन् हेर्दै गर्नलाई। जूमा अर्ना भैँसीहरू पनि पालेको रहेछ। अर्ना भैँसी होइन नि यो टाको, अर्ना भैँसी हो। वाह, यसको सिङहरू पनि सिङ। वाह, लाइक स्याड पारामा बसिरहेछ पछाडि चिम्पान्जी। उसलाई यस्तो मुख बिगारेर बसिरहेको छ कि केही न केही भइरह होला। उसलाई खेलेर पनि आराम गरिरह होला होइन। हामीलाई हेर्न त हेरिरहेछ तर दोस्तों कैसे हो आप? इधर देखो, इधर। पेलिकन गाइस, हामी टाइगर हेर्न जाँदैछौँ। यहाँ लास्टै ब्युटिफुल टाइगर देख। हामी वास्तविक टाइगर हेर्न जाँदैछौँ। टाइगर भन्दैछ आई एम हियर, म यता छु भन्दैछ। जाउँ। हाम्रो अगाडि बाघ, पाटे बाघ छ।
नजिकै आएको छ नजिकै वाउ कान्छ आयो नजिकै ल हामी चितवनमै बसेर पाटे बाघ कहिले देखाएको छैन तर यहाँ आयो 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 अर्को पनि आयो ल हामी आएको बेलामा रमाइलो गर्थ्यो यिनीहरू आजको भिजिट कार्यक्रम पनि सकिसक्यो सो के कुराहरू देखाउन सक्यौँ तर सबै कुरा देखाउन सकेनौँ सरी तपाईँहरू पनि आउन सक्नुहुन्छ भिजिट गर्न सक्नुहुन्छ नेपालको जू सो हेरेर रमाइलो भयो सबै कुराहरू जिजाले हेर्न सकिसक्यो त्यही त जम्मा कति 100 रुपियाँ हेर्दा 100 रुपियाँ हेर्दा जम्मा होइन नि दुईजनाको 500 यति धेरै यति राम्रो ठाउँ घुम्न कहाँ 100 रुपियाँमा पाइन्छ त नि हजुर ल ठिक छ ओके सो हामी आजको यस भिडियो यहीँ क्लोज गर्छौँ होप यु गाइस मन पर्यो भने लाइक गर्नुहोस् सेयर गर्नुहोस् सब्स्क्राइब सी यु इन नेक्स्ट भिडियो बाइ Thanks for watching.